नमस्कार। आज चर्चा गरौँ गल्ती अथवा मिस्टेक सम्बन्धमा। कुनै पनि कार्यमा गल्ती मिस्टेक गर्नु हुँदैन भन्ने कुरा हामीलाई बाल्यकालदेखि नै सिकाइन्छ, त्यसमा अमल गराइन्छ। त्यसैले हामी आफूलाई पर्फेक्ट वा पर्फेक्सनतिर ढाल्ने धेरै नै कोसिस गरिरहेका हुन्छौँ। यो सही हो त? तर गल्ती, भुल, मिस्टेकबाट हामीले सिक्नुपर्छ। गल्ती गर्न, भुल गर्न डराउनु हुँदैन। हामीले जति गल्ती गर्छौँ त्यति नै सिक्ने मौका मिल्छ र जति गल्ती गर्छौँ त्यति नै हामीले प्रयास गर्नुपर्छ। तर एक कुराको हेक्का राख्नु जरुरी छ, जब एक पटक गरेको भुललाई हामीले अर्को पटकको लागि दोहोर्याउनु हुँदैन। हामीले हाम्रो गल्तीबाट सिकेमा, त्यसलाई प्रयास गरेमा अवश्य पनि हामी हाम्रो कार्यको सफलतातिर अगाडि बढ्न सक्छौँ। थ्याङ्क यू, धन्यवाद।